उही कसको बनाएछ हेलो खुमाई डाँडा भोलि ए हस् So guys भाइ पाण्डेनी आइसकेको छ सक्दैन नि राम्रो वहाँ बसिरहेको देख्यो चस्मा एउटा मात्र अब आउनु पाएन त्यही हो रहेछ क्या टिपर आएको छ सोधौँ न पाल्दैन त ढुङ्गा हाल्दा लाउनु तिनीहरूलाई ऊ अलि यहाँ हाल्दैन फर्काउँछ यार मलाई भित्र उस्तो लाग्यो क्या यहाँभित्र नि यो पुरा यस्तो लाग्यो निकाल्ने अहिले ल यस्तै रहेछ हामी त बेलुका हुन्छ होला आउने ए है भोलि इक्जाम छ फेरि उसको बेलुका चाहिँ होइन के भयो त नि बेलुका हुन्छ ल पुऱ्याइदिएकोमा धन्यवाद खै यता हेर्दै ल राम्रोसँग जाऊ ठिक छ नि त के रे भाइ ओइ ओइ ए पकमा कटिन फोक्यो है त अब यो गएन नि त के गएन धन्यवाद तिम्रो उच्च मूल्याङ्कन हुने ल है त ए ल हामी बल्ल 47 मा हिँड्न सुरु गरेको केटाहरूले आफ्नो देखाउँदैछ कालोदेखि हिँडेर सेट छ नि होइन कति मजा आयो पुरै कुचाउन एउटा भाडा टिफिन ब्रेक पुग्ने थियो जस्तो लाग्थ्यो लान्न चपाइदैन पछि बल्ल होला कि त्यस्तो मोटिभेट हान्थ्यो खोलाइ खाम होइन यो उकालो पनि यो उस भएर नि हो कि यो ढुङ्गा ढुङ्गा भएर हो कि खुट्टा नि पिलो पिलो भयो आउन माथि र छट छट आइपियो चल जा 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 राम्रो है होइन ल अब हामी लगभग 1 घन्टा जति हिँडिसक्यौँ ल अब हामी हिलो पुग्न लागिरहेको छौँ सङ्घर्ष जारी छ सरल थपिदिनु भन्नु थियो क्या त्यही भएर मैले खासै भिडियो ए हो र त 1 घन्टा 40 मिनटमा चाहिँ हामी फाइनल्ली ट्रेक ठाउँदेखि यहाँ केले हिले खर्क आएका छौँ चाहिँ हल्का यस्तो है टेन्सन मगाएर साह्रो सेट छ त्यता त
ओइ के रे तार के हान्यो रे फोके खानी आयो फेरि पोगाउ त आई लभ यु लगभग 45 मिनट हिँडेपछि हामी आइएम के भन्नु छ चिमचिमे चिमचिमले रहेछ पानी पर्छ क्या हो त्यहाँदेखि आगेर हामी पानी पर्ला जस्तो भयो हामी चाहिँ देउराली पुग्न लागिरह्यो कति कालो आएको मान्छे ठुस ओए तँलाई त घाम लागिरहेको छ यार यस्तो घाम लाग्यो होला भाइ के तिमी पारा भाइ आफूलाई देखाउ न पहिलातिर फोटो खिच्छ त यार ल अहिले चाहिँ हामी खानासाना खाएर कति बजे केटा अमिताभ घटे हेर 1:08 बजे छ होइन खाना खाएर हिँड्ने हो Boga say something. That's what she said on last night. देखा आपने लापरवाही का नतीजा केटाहरू झर्न नसकेर अझै उनी लन्ठ्याङ गरेर आयो होइन भन्दै त्यो झर्न पनि सकेन थ्या झोला ढारमा कहाँ हुन्छ र लो झोला देखाइदेऊ झोला यहाँ यता दुइटा यहाँ झोला खाली यता दुइटा देखाइदेऊ न तर केटाहरू त हरियो के हामी चाहिँ अब लगभग आइसक्यो यही डाँडा रहेछ छेउ डाँडा भन्ने करिब 1.5 घन्टामा पुगिन्छ हामी सङ्घर्ष जारी छ यो डाँडा जाने हामी यो चाहिँ हेल्मेट डाँडा पोक्स र सागर अब त खासै के होइन बाटो चाहिँ हल्का पिनिक्क परेको दिस इज हेभेन पानी पानीहरू भने केटाहरूलाई बाटो त सब यस्तै हो कस्तो लाग्यो त यस्तै छ असिना बारीले थाहा छ असिना अघि यस्तो परेको थियो फोन झिक्न पनि सकिँदैन हिँड्न पनि सकिँदैन हातै काट्छ यत्रो आयो क्या यार यो बाटो बल्ल पुग्यो हामी जाने त्यता हो 3 मिनेट जाडो एकदमै बाटो चिप्लो करिब 5 बजेतिर हामी हिँडेको थियौँ सागर अगाडि छ बाँकी साथीहरू पछाडि नै छ यो रोडदेखि आएको हामी यस्तो खालको ए अझै रहेछ म्याक कुरा
म चाहिँ अब चिप्लेट खान जान्छु अब चिप्लेट खान जान्छु ल र म लिएर जान्छु म लिएर ढकाल दिन अब तिमीलाई गएको खस्यो नि मोबाइल ल है त ओइ ओइ यो चाहिँ मेरो 10औं चोटि ढुक्क रोकिन्छ फाकै फाक म त डेन्जर चाँडो आइपुगेको थिएँ ठ्याक्क म माथि आइपुग्दाखेरि त के भन्छ सनराइज आइदिरहेको माथि केही भन्नु छ बाबु बिस्मिल्लाह रहमान रहिम प्रथम थियो भन्नु त पर्दैन होला नि होइन प्रथम थियो भन्नु त पर्दैन होला नि हामीले होइन ल है त 1 2 3 तिमी जाने हो कहाँबाट जाने हो त नि केटालाई जान्दैन वाटर ब्रेक भएको अवस्था है बोतल देऊ न कहाँ बोतल बोतलमा भरौँ न अलिकति मारे त्यतिको लुक्सले क्यामेरा चाहिँ नहेर केटा हो हो त्यो डाँडाबाट आएको भर्खरै यत्रो बाटो घुमेर यहाँबाट आइरहेको छ ल भाइ राम्रोसँग छ बाई बाई दुःख गऱ्यो खुसी लाग्यो भाइ राम्रोसँग छ है